गाउँले ढोका हो यस्तो यो दुरोले गाँथ्यौँ हामी अनि त्यो दुरोलेबाट काटेर ल्याएको के अस्ति हामी घुम्न गएको दुरोलेमा त्यही भएर काटेको क्या ढोका पाएर कति रङ लागेर पहिला नै काटेको हामी गाउँमा हुँदा नि ढोका काट्नु परेको र अहिले नि कस्तो खानु मन लागेर कति हो टेस्ट कस्तो राम्रो ढोका भएको यति रङ लागेको थियो अब यति रङ लागेको थियो अब जति काटे नि कति चेक नमुनि क्या काटिराख्नु जस्तो हुन्थ्यो र मलाई त झन् यस्तो भुलिनहरू घाँस नि खानुपर्ने हो घाँस होइन नि यो सबैले कस्तो साग हो क्या यो त साग अनि त माथि लेकको अर्ग्यानिक साग हो क्या यत्रो धेरै ढोका हो के को धेरै हो क्या मेरो त बोगाले दिदीबहिनी छन् हेर्नुहोस् दिदीबहिनीहरूलाई पठाइदिनु पऱ्यो कोही मुस्ताङ छन् दाईहरू कुखुरा बस्छन् दाईहरूलाई पठाइदिने त्यसपछि अब बुढीबाको दिदीलाई पठाइदिने भने कुखुरा चाहिँ सबैलाई बाँड्दै त्यही त हो नि सबैलाई चखाउनु पऱ्यो कहाँमा त ल्याइस् ढोका अब ढोका काट्न गएको सबैले थाहा भएको नि सबैलाई थाहा छँदैछ अनि के को धेरै हो र यति ढोका आयो नि ठिकै त हो नि यस्तो झरझाम्दा नि छ त्यही अब काट्ने बेलामा ढोका देखेर अब हैसियत लागेर त्यसै रङ लागेर काट्यो पऱ्यो झरझाम्दा नि आएको छ त्यही यस्तो यहाँ नजिकमा पाइन्छ भन्नुहुन्छ र यो होइन त्यसै बेला हाल्ने क्या कसरी बानी हो त्यसलाई त यस्तो गरेर म सोरो काटेर त्यहाँबाट खलमा कुटेर त्यहाँबाट डालीमा हालेर पुरा गुन्द्रुक बनाएर अमिलो यति मिठो हुन्छ यो त अर्ग्यानिक साग हो क्या दुरोलेको साग हो यो जस्तो मिठो केही होइन यो त एकदम राम्रो साग हो यहाँको जस्तो त्यो पासे सागहरू तोरी सागहरू जस्तो होइन क्या यो त यो साग भयो लसुने साग भयो त एकदम राम्रो यो कल्लाको दालमा हालेर खाने यति टेस्टी हुन्छ कि यति टेस्टी हुन्छ मलाई त यति मनपर्छ यो के यस्ता यस्तै छन् त म एक भिडियो घाँस बनाएर ढोकायोदेखि अब रङ लाग्यो काट्यो के झन् उहाँ त छान्ने केही भएन अब यहाँ आएर छान्न पऱ्यो नि अब यो कुटेर त्यसलाई सट्ट पारेर छानेर त्यहाँबाट त्यसलाई कस्तो तरिकाको गुन्द्रुक हुन्छ भन्ने कुरा अब खाएपछि बल्ल मात्रै थाहा हुन्छ नि त